हेलो गाइज, आज चाहिँ मेरो बहिनी श्रद्धाको बर्थडे हो अनि आज चाहिँ रातिको 12 बजे हामी उसलाई सरप्राइज दिन भनेर कुरिरहेको छौँ होइन। यतापट्टि रुममा रेडी गर्दै थियौँ क्या सामानहरू, अनि त्यसपछि ऊ चाहिँ उतापट्टि रुममा बसेर फोन हेरिरहेको थियो अनि म चाहिँ ढोकाबाट चियाउँदै उसलाई बोलाइरहेको थिएँ कि एकछिन यता आइज न भन्दै। अनि त्यसपछि आयो होला भन्दै हेऱ्यो है। त्यो त पुरा मोबाइल चलाएर बसिरहेको रहेछ क्या उतापट्टि। अनि आऊ एकछिन एउटा काम छ भनेर बोलाएको होइन। ऊ चाहिँ आउँदै आएको थिएन कि, अनि अब चाहिँ आउँछ है भन्दै म चाहिँ ढोका लाउँदै थिएँ कि। अनि त्यसपछि हामी चाहिँ उसको वेटिङमा छौँ गाइज, देख्न सक्नुहुन्छ। र फाइनली साथीहरू बर्थडे गर्ल चाहिँ आउँदै हुनुहुन्छ जस्तो लाग्यो है। फाइनली हाम्रो बर्थडे गर्ल चाहिँ आयो होइन। अनि पुरा बर्थडे गर्ल त रुइरहेको रहेछ भने मैले स्प्रे गराएको थिएँ नि त। अनि म चाहिँ स्प्रे आँखामा पऱ्यो होला सोचिरहेको थिएँ होइन। हाम्रो बर्थडे गर्ल चाहिँ एकदम रुन्ची छ क्या, त्यही भएर ऊ त रुँदै रहेछ क्या। सरप्राइज दिएको है, हामी चाहिँ खुसी हुन्छ भनेर। अनि हामी दुईजना दिदीबहिनीको चाहिँ अगाडि झगडा परिरहेको थियो कि। अनि रिसाइरहेको थियो त्यो मसँग। अनि त्यही म चाहिँ फक्किन्छ होला भनिरहेको चाहिँ पुरा रुइरहेको रहेछ क्या। अनि म चाहिँ फकाउँदैछु कि अब म चाहिँ यस्तो छु कि यस्तो रुनी सिचुएसनमा चाहिँ म के भन्नु हुन्छ कि मलाई कसैलाई फकाउनै आउँदैन क्या। साथीहरू देख्न सक्नुहुन्छ होइन कसरी रुइरहेको कि मेरो बहिनी चाहिँ। म कस्तो अक्क न बक्क परिरहेको थिएँ कि अब के भन्नु हाँसौँ कि रुउँ कि खै। अनि फाइनली गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ केक कटिङको लागि रेडी भइसक्यौँ। अनि त्यो चाहिँ रुइरहेको थियो क्या। अनि त्यस्तै हो साथीहरू, हेर्नुहोस् मलाई चाहिँ फकाउन आउँदैन। मान्छे चाहे रिसाओस् रोओस् है, म चाहिँ यस्तै हो क्या। त्यही हो साथीहरू, अब के गर्नु, मलाई त त्यस्तो फकाउन नि आउँदैन। अब चाहिँ हामी केक काट्नतिर लाग्यौँ साथीहरू। Thank you. Happy birthday to you. Happy birthday to you. Thank you, everyone. ले चाहिँ आँसुसरी भयो भने केक कटिङ गर्यो गाइस। हेर्नुहोस् हामी चाहिँ किन बिस्तारै बोलिरहेको भन्दाखेरि नि गाइस, उता परि रुममा चाहिँ बहिनीहरू सुतिरहेको थियो कि। अनि अरूलाई डिस्टर्ब हुन्छ भनेर हामीले चाहिँ बिस्तारै हल्ला नगरी बर्थडे सेलिब्रेसन गऱ्यौँ। मलाई चाहिँ खासै केही बोल्नै आउँदैन क्या साथीहरू, के अब त्यही हो साथीहरू। ऊ चाहिँ एकदम खुसी थियो। मान्छेहरूलाई सानो कुराले नै हो खुसी दिने, दुःख दिने भन्नुहुन्छ नि त। त्यही भएर हामीले चाहिँ उसको लागि सानो सरप्राइज प्लान गरेका थियौँ। साथीहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। मलाई खासै भिडियो बनाउनु चाहिँ आउँदैन, अनि यो चाहिँ मेमोरी हुन्छ भनेर मात्रै हो। त्यही हो साथीहरू, मेरो बहिनी चाहिँ एकदम रुन्ची छ। आज चाहिँ उसको बर्थडे अनि केक कटिङ पनि सक्यो गाइस, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ सबजना अँध्यारो बत्ती अफ गराएको थियो नि त। अनि बत्ती बालेर केक कटिङ गऱ्यौँ। अनि मेरो पाली पनि आयो केक खाने गाइस, देख्न सक्नुहुन्छ। र सबैजनाले ह्याप्पी बर्थडे भनिदिनु होला मेरो बहिनीलाई। थ्याङ्क यू फर वाचिङ। अरू चाहिँ मलाई खासै के भन्न आउँदैन, मलाई बोल्न है आउँदैन कि भन्नु पर्दाखेरि त। अनि उसले चाहिँ गिफ्टहरू पनि ओपनिङ गर्दैछ गाइस। उसले गिफ्ट पनि पाएको छैन, तर गिफ्ट चाहिँ के पायो भन्ने कुरा मलाई पनि थाहा छैन कि। म चाहिँ यता रुममा आएर सुतिहालेँ। त्यही हो, बाई बाई।